वेलकम ब्याक टु माई च्यानल। दिस मी समर बराल। वेलकम छ मेरो च्यानलमा हजुरहरूलाई। आजको राइड हुँदैछ, हामी तारेभिरतर्फ लाग्दैछौँ अफरोडमा। आमामामा केटाहरू कुदिसक्यो। ओइ भाटिदिएन मैले त। आँखा भुरी पऱ्यो यार। छ्या ए आमा, धुलो त धुलै उडायो त केटाहरूले यार। पुच्ची उडायो त धुलो त। धुलो खाइदियो। ओटा हालेर अगाडि जानुपर्ने भयो। यहाँ त फेरि पानी जम्मा भएको रहेछ यार। उता त्यस्तो धुलो उडाउँथ्यो। अलराइट गाइज, अलराइट। आज हामी पनि 3 जना छौँ। फेरि पनि आजको राइडमा पनि हामी 3 जनै छौँ। अनि आजको राइडमा कुन बाइक छ त? आजको राइडमा छ एउटा एक्सपल्स, CPZ अनि ड्युकै छ है आजको राइडमा। देख्न सक्नुहुन्छ अगाडि केटाहरू पुरै मोटरको बाटोमा धुलो उडाउँदै भन्दैका चाहिँ टोपी धुलो उडाएर हिँड्दैछ। यतापट्टि ब्यास्ने रहेछ क्या हो। अलराइट गाइज, अलराइट। जाँदैछौँ हामी आज तारेभिर। अब ओभरटेक हानेर अगाडिपट्टि जानुपर्ने हुन्छ है। केटाहरूले धुलो वायर उडाइछन्। त्यही भन्न चाहेँ म चाहिँ। खाल्टोहरू चाहिँ ख्याल गरौँ है समर बाबु, खाल्टोहरू चाहिँ ख्याल गरौँ। बिस्तारै बिस्तारै धेरै नमातिकन आज चाहिँ हामी अफ रोड ड्रिल हो कि ट्रेल हो हान्न जाँदैछौँ है। मेन भनेको त अब हामी त अब मलाई चाहिँ स्पेसल्ली अफ रोड चाहिँ वायर मनपर्छ होइन, कुदाउन चाहिँ। बाइक चाहिँ अन रोडमा कुदाउने टाइपको छ। अनि तर चलाउन चाहिँ मन चाहिँ अफ रोडमा मनपर्छ है। केटाहरू पछाडि छ। अनि त्यहाँपछि आज हामी चाहिँ 4 जना छ। एक्सपल्समा डबल लोड, अरूमा चाहिँ सिङ्गल छौँ है। 4 जना छौँ। अब केटाहरूले यहाँ त अगाडि जान दिनुपर्ने हुन्छ। के हो झम्थिने आएको अरे उसले त। एकजना गयो। अफरोड स्टार्ट भइसक्यो है। त एक्सपल्समा चाहिँ के मतलब होइन। यहाँबाट देख्न सक्नुहुन्छ यो भ्यू छ है चन्द्रपारामा स्पट। आज चाहिँ हामी तारेभिरमा पुग्ने हो। प्लान चाहिँ तारेभिरको छ। तर यहाँ त बाटो कस्तो मैले त पहिला त हेभी बाक्लो लाग्थ्यो, तर त्यो गिटी भएर होला होइन। साइडमा सानो भएको मभन्दा अगाडि छन् है केटाहरू चाहिँ नि। देख्न सक्नुहुन्छ यो बाटो पिच हुन रहेछ। त्यही भएर गिटीहरू साइडमा टक्क राखिरहेको छ है। छिटै पिच हुने जस्तो लक्षण छ यो हेर्दा चाहिँ। अनि हामी चाहिँ जाँदैछौँ तर अनि ओइ चम्रे जोसा फेरि साथी लर उइने भने त फेरि तनाव हुन्छ होइन। जोस आउनु कुरा राइट हो, तर जोसमा हुने दुर्घटना हुनु कुरा चाहिँ एकदम गलत हो क्या। त्यो कुरामा चाहिँ ध्यान पुऱ्याउनु पर्छ जस्तो लाग्छ हामीले। आमामा केटाहरूले त उहिहाल्यो हाने अन्त पुरै के हो। त्यही हो गाइस, देख्न सक्नुहुन्छ यतातिरको गाउँ कस्तो छ। कतिजना आइसक्नु भयो होला यो ठाउँमा है। अनि म आएकोहरूलाई चाहिँ म घुमाउन लिएर जाँदैछु तारेभिर भन्ने ठाउँमा। अब यिनीहरू त मेरो नजिक छ नि त। अब आडामा आएको ढिस्कुलो त देखिँदैन के कडा खोजो दाइ त उहिलिहाल्थ्यो त। यो कुकुर आउँछ होला कि पछाडि आना कसम ढाँटेको होइन योले। त्यो सरोज बिचरा जस्तै उपार्दियो क्या कसम के होइन। क्यामेरा अफ रहेछ मेरो होइन। 3 हात उचालिदियो क्या त्यसलाई के ओइमा भन्न आफै गयो यार। लास्टै गरिदियो त्यसलाई यस्तो गिटी पनि ध्यान पुऱ्यामै त्यो उफ्री हालेर मै उफ्री लाएर फेरि तर दामी उखाडिदिएको यार त्यसलाई त। लास्टै हाँसो लाग्यो यार। हेर अब यहाँ नजिक अहिले त भएन है। अहिले देखाउँछु त्यसलाई कस्तो उखाड्छ। अब उखाड्दै र अहिले चाहिँ सुस्तो जोरा पार्दियो। जुरु पार्दियो। ओइ ल हेर डाँडो केटा हो डाँडो। पहिला आउँदा यो बाटो यस्तो थियो, खत्तम थियो होइन। हामी यता गएको हो पहिला आउँदा यस्तो खत्तम थियो। अब यो मेरो त्यस्तै भयो कि फ्युल पुगेन कि। हामी आज पनि धन्नै गलत रास्ता गएको थियौँ। जहिले पनि चोकमा आएर बिग्रिन्छ हाम्रो कुरा। हामी चाहिँ नि तारेभिर भन्ने ठाउँमा जान लाग्यो नि त। अनि यता माथि गएको चाहिँ पयम चौतारी भन्ने ठाउँमा जाँदो रहेछ।
अनि यहाँको गाउँ चाहिँ यस्तो सम्म दामी रहेछ यार अल गुड हिमाल पनि यस्तो दामी देख्दो रहेछ यहाँबाट देख्न सक्नुहुन्छ भ्यू है बवाल हो बवाल हामी वहाँ जानुपर्छ कि अब यतापट्टि घाटमा कि यता रोड लट्ठा साह्रै भिड जाम न तर यता पनि जानुपर्छ क्या यार उतापट्टिको रोड कस्तो राम्रो देखिएको थियो है उतापट्टि फाँटमा तर जानुपर्छ क्या उतापट्टि यतापट्टिको बाटो सल्लक्कै रातो माटो रहेछ के रातो माटोमा अनि त्यो मसिना ढुङ्गा मिसिएको बाटो रहेछ कि यो सबै के हुन्छ नि अब बाबु तिमी खेचारी नै आएको हो भने खेचारी हो भन्ने टाइप सेट के यस्तो गर्दा नि सुलुत्त सुतिन्छ नि त होइन के हो गाइस अगाडि चाहिँ पोसन बाइक गइसक्नु भएको है रन्किँदै पछाडि चाहिँ केटाहरू आउँदैछ कस्तो के ल हेर्दा चाहिँ इजी छ नि होइन तर यो गीत यस्तो लिन्ठी पारेको नि हामीले अब क्यामेरामा त पिचै जस्तो देखियो होला है यो बाटो त तर त्यस्तो होइन सरप्राइज पानीमा ट्विस्ट छ भने जस्तो तर कुदाइदिन्छौँ हामीलाई बाल हामी कुदाइदिन्छौँ ओए अल बाटो बन्द रहेछ कि सही हो दामी यता चाहिँ नयाँ बाटो खन्दै रहेछन् यताका गाउँलेहरू मिलेर खन्दै हुनु रहेछ माथिबाट ढुङ्गा त खस्दै डोला माथि नै छ अनि कतिजना काम छोडी यो डोजर हेर्न जानुहुन्थ्यो सानामा कमेन्ट गर्नु होला है भिडियो हेर्नु जतिले ल डोजर आयो भने चाहिँ काम छोडी घरको मम्मीको पिटाइ खाइ होइन गइन्थ्यो नि त हेर्न हामी भन्दा नि म पहिला डोजर चल्ने बित्तिकै त त्यहाँ पुगिहाल्ने अनि त्यहाँपछि सुरुमा यो हाते ट्र्याक्टर आएको थिएन जोत्ने हाते ट्र्याक्टरले जोत्न मन लाउने राम क्लास चाहिँ छोडेर भए पनि तिनीहरू आउने क्या हाम्रोमा अब खेतीपाती लाउने सिजन हुन्छ नि अब ट्र्याक्टर जोत्नेहरू मान्छे आउने स्कुल छैन छोडेर बस्थेँ यार म यार जोत्नलाई बाटो यहीँसम्म इन्डिङ रहेछ जस्तो लाग्यो मलाई होइन यहाँभन्दा माथि जाने बाटो चाहिँ छैन जस्तो लाग्यो यहाँ चाहिँ एउटा पोखरी रहेछ तारेभिर तारेभिरको पोखरी यही रहेछ है गाइज ल तारेभिर घरवास सेवा अरे ल यहाँ चाहिँ हामीले पोखरीमा यो यता बाटो रहेछ एकलो फर्काइदिउँ है तपाईँहरू आएर यहाँ टक्क बस्न सक्नुहुँदो रहेछ यहाँ होमस्टेहरू पनि छ है असीम खाजा घर एन्ड किराना पसल गुड हामी आइसक्यो यहाँ त माथि जानु ठाउँ छैन दाइ यो त त्यही घर मात्र पुग्ने जस्तो लाग्यो कि इन्डिङ भयो जस्तो लाग्यो मलाई गाउँकै इन्डिङ भयो जस्तो लाग्यो बाटो त उता डोजर ल्याएर खन्ने खोइ मैले त थाहा छैन तँलाई थाहा भएर आएको सोधौँ न त्यहाँ गएर तेरो मामाले कालो भएको कि यहाँबाट जङ्गल निस्किने तल असल छ त्यहाँ एकदम है दाइ हाँटो माथि जाने ठाउँ नि छ जान त्यत्तिकै घुम्न आएको हाँटो कहाँसम्म पुगिन्छ नि छ ए पल्लो गाउँले के भन्छ नि ए हो ल हस्ता कि दाइ पल्लो गाउँतर्फ लाग्दैछौँ उता गाउँ छ अरे कहाँ हुन्छ अब आज तारेभिरभन्दा उतापट्टिको गाउँले हामी एक्सप्लोर गर्न जाँदैछौँ यहाँ रहेछ श्री दुर्गा के भनेर लेखिदिएको स्कुलको नाम यहाँ नि एउटा स्कुल रहेछ है ल खासै यो बाटो चाहिँ गाडी हिँड्दैन जस्तो फिल मलाई भइसक्यो है स्टार्टिङ देखेरै नहिँडाउन के अरे ल अब हुन्छ नि जति पोखरा छोडेर हामी ठाउँ माथि आइयो नि त्यति ठाउँ दामी लाग्छ क्या मलाई किन हो कुन्ने शान्त वातावरण मनपर्ने भएर कि त्यो मलाई थाहा भएन होइन मलाई चाहिँ त्यस्तो फिल हुन्छ क्या अब यस्तो यतातिर हिँड्नुको मजै बेग्लै छ कि अब हुन्छ नि अब कसरी म बयान गरौँ है तपाईँहरूलाई चाहिँ यस्तो ठिक लाग्छ कि अब उतैतिर लाग्छ प्लिज कमेन्ट गर्नु ओएमा यतै होला बाटो चाहिँ केटाहरूलाई अगाडि लाउनु पर्ने हुन्छ मैले चाहिँ है
यस्तो चोलिङको बाटोमा लास्टै हात दुख्छ यार ट्र्याक्टर माइने जस्तो चाहिँ थर त्यही हो गाइस आहा छम्रे बाइक त मक्खन छ के घरिघरि पो बिग्रिन्छ र तनाव होइन यस्तो बाटोमा चाहिँ ख्यालपुरामा है यस्तो सिधै उताबाट सोचेर आएको हुन्छ फेरि ल यहाँभित्र छिर्यो नि हो बाटैमै गेट रहेछ यार यहाँ त यो समर नाम र गाउँ भनेको यही हो मामा यो त लेक रहेछ नि त केटाहरू आउँदैछन् तँलाई केही फिल भयो पछाडि बसेर अप्ठ्यारो घरिघरि दुई हात माथि उठाइदिन्छ त्यही होइन अप्ठ्यारो त्यस्तो रुखो नचला न केटा म त मेरो त क्यामेरा अफ थियो अहिले त डेन्जर कुशलको यहाँ आएको हो अस्ति मैले पाखामा हालिदिएको यसको बाइक त्यहाँदेखि मलाई दिनै डर आएकै हो तर गुल्टी छैन नि त त्यही हो नि त ठुलो कुरो राइडरहरूले त पाखा होइन साँच्चै त्यो बारीका काला काला लर उकालेको अनि मलाई दिनै डर लाग्यो डर लाग्यो यसलाई चलाउनेलाई डर लागेन ल म जाँदैछु अब लेट्स कुरकुलिन त्यही है बाबा अनि त्यसपछि हामी तारेभिरको माथिपट्टिको ठाउँमा आइसकेछौँ तारेभिरबाट अझै उतापट्टि जाने एउटा गाउँ छ अरे गाउँ भेटिन्छ अरे त्यो गाउँमा हामीले खाना पाउला नपाउला पानी खान पाउला नपाउला होइन पाउने त अभियसली पाउँछ मजाक गरेको के भन्छ अरे अरू खानेकुराहरू खान पाउला नपाउला त्यसै कारणले हामीले ब्याकअपका लागि तारेभिरबाट लिएर जाँदैछौँ मेरो ख्यालमा तारेभिरसम्मै मात्र होला लास्ट बस स्टेसन तपाईँहरू यता आउनुभयो भने चाहिँ ट्रेकिङै हुन्छ तपाईँहरूको उतापट्टिको गाउँ हुनु पऱ्यो भने त्यही हो है मैले चाहिँ खानेकुरा लिएर आइसकेँ ब्याग देख्न सक्नुहुन्छ अहिले भोरी छ है अब हामी चिसापानी भन्ने हाटो 3-4 मिनट पुग्छ अरे एकदम ठुलो चौर छ अरे चिसापानी भन्ने ठाउँमा हजुरहरू पनि तारेभिरको बस स्टप कटिसकेपछि यतापट्टि हल्का माथिपट्टि आउनुभयो भने चिसापानी भन्ने ठाउँ छ त्यहाँ चाहिँ एकदम ठुलो चौर छ अरे त्यही चौरमा गएर अब हामी चाहिँ नि गएर खाने भन्ने प्लान भइरहेको छ त्यो सामान लिएर आएको चाहिँ फेरि रौसी सौसी भन्नु ठान्नु होला नि यस कुरुकुरुहरू खाने हामीले त त्यस्तो खाँदैनौँ नि हामी कसैले नि त्यस्तो केही कुराहरू अब हाटो त अब सर्लक्कै बिस्तारै बिस्तारै जानुपर्ने हुन्छ है त्यही हो अब 2-3 मिनट पुगिहालिन्छ अरे चिसापानी भन्ने ठाउँमा हामी उताबाट लगभग 5 मिनट आयौँ 2-3 मिनट भनेपछि कता हो माथिपट्टि रहेछ क्या यहाँ आइज माथि 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 यस्तो दामी चौर रहेछ कि त्यो दाइले भनेको यही रहेछ दामी दामी चिसापानीको चौतारोमा आइयो है ल गुड दामी रहेछ यार ठाउँ त है दामी चौर है त्यो चौतारामा बसौँ न जाऊँ लोकल भाइब्स बाइक चाहिँ पार्किङ राम्रोसित मिलाएर भने यतै लैदिउँ यता पोखरी रहेछ ल दुईवटा पोखरी रहेछ कि यता त ल ठिक छ ल हामी चाहिँ पछाडि देख्न सक्नुहुन्छ हामी यो चौतारामा आइसक्यौँ अनि यहाँबाट चाहिँ यस्तो सम्म चौर त होइन भिरालो चौर तर एकदम बबाल चौर छ है यहाँ चाहिँ ट्याक्क चिसापानी भन्ने ठाउँ हो अरे यो चाहिँ अनि यहाँबाट हिमाल चिकको दृश्य चाहिँ यस्तो देखिन्छ गाइजहरू हेर्न सक्नुहुन्छ है यहाँमा हल्का जुम इन गर्छु ल हेर्नु यहाँबाट हिमाल चाहिँ यत्तिको देखिएछ खुल्लाको दिन चाहिँ बबाले खुल्दो रहेछ थाहा पाइसक्यो हामीले यति हेरेर नि हामीले थाहा पाइसकिन्छ अनि यतापट्टि चाहिँ गोरुहरू गाई गोरुहरू चढ्दै रहेछ देख्न सक्नुहुन्छ गाइज यो चौतारीमा बसेर लेज दुईवटा कुरकुरे अनि त्यहाँपछि एउटा चिजबल लिएर आयौँ त्यही खाँदैछौँ केटी भनेर चुकिनु होला त्यो केटा हो हेड मिस्त्रीले यहाँ घोल्दै हुन्छ माल मसाला बनाउने भइसकेपछि भन्नु होला हामीलाई रिजल्ट भयो कुसन दाइ कता गयो आइन्छ त भ्याएर रमाइलो आयो छारीमा बस्दा हो तिमीलाई कस्तो लाग्छ तिमीलाई अब थोरै टेन्सन छ अरू त खासै केही यसलाई फेरि केही टेन्सनै होइन यो टेन्सनै नभएको चिलमेट म उहाँ दोकान करोडौँको मालिक होइन यसरी हिँड्नु पर्यो अब के करोडौँको मालिक अरे होइन यो कुरकुरे किन्नु पर्यो हामीले खोल्छ यसरी ब्यागमा हाल्छौँ है तपाईँहरू पनि खारेसरी हाल्नु रहेछ क्या खारे खोल करोडौँको मालिक रे ब्लगर साथी चाहिँ फेरि लास्टै चुया खाने एउटा जान देखेँ नि करोडौँको मालिक अरे
अनि त्यसपछि लेस कुरकुरे किन्नेलाई 10 रुपियाँ हाले कि आज बेचिदिनु भयो केटा औषधि खान आइजाऊ न हामी चाहिँ यसरी सरर तपाईँका घर गाउँमा के हो यो त रातो रातो औषधि लु त ल्याउनुहोस् औषधीको झ्याङ नगर तिमीले मलाई धेरै ल्याङ फ्याङ त यो अब म चाहिँ औषधि खाँदैछु केटाहरूले उतापट्टि सोध्छ हावामा फलेको औषधि ल गाइज हामी यो ठाउँबाट निस्किनु लाग्यौँ एक्सपल्स चाहिँ अगाडि गइसक्यो अनि त्यहाँपछि सिपिजेड मेरो अगाडि ल जाँदै जाऊँ तपाईँ अगाडि हिँड्नु न हामी चाहिँ यस्तो दामी ठाउँ छोडेर जाँदैछौँ है यो हो र फेरि अस्तिको चाहिँ भइगयो बाइक कता हो बाटो यताको ठाउँ चाहिँ ओभर राम्रो छ ओइ ब्रेक बाटो खुट्टै कुकुस भयो अगाडि हल्लिँदा यार बिगाएर हिँड्नुपर्छ यार ल बाटो चाहिँ सल्लकै सोलिङै छ कुनै कुनै ठाउँमा त्यो पानीले चाहिँ उकाएको रहेछ क्या बाटो हेर्नु न लेउ पलाएर के बाटोमा देख्नुभयो यो कालो कालो चाहिँ लेउै पलाएको जस्तो लाग्यो मलाई चाहिँ के हो यो लेउै पलाएको होइन र म गलती हुनसक्छ हजुरले कमेन्ट गर्नु होला अब बिस्तारै बिस्तारै जानुपर्ने हुन्छ त्यही हो गाइस अनि हजुरहरूलाई भ्लग कस्तो लागिरहेको छ अनि मैले नि कन्टिन्यू नै गरौँ भन्ने हिसाबले गरिरहेको छु भ्लग मेरो भ्लगमा के कमी कमजोरी छ प्लिज कमेन्ट गर्न नबिर्सिनु होला भन्न चाहन्छु अनि भिडियो मन परे सब्सक्राइब गर्न नबिर्सिनु होला त्यही हो अब हामी चिसापानीबाट तारेभिरतर्फ लाग्दैछौँ अनि तारेभिरतर्फबाट हामी पुम्दीगोठ जान्छौँ बाटो चाहिँ यता यहाँनिर चाहिँ छ कि अलिकति अप्ठ्यारो भनेको मैले भेटेँ मध्येमा यहाँनिर चाहिँ हल्का अप्ठ्यारो हो होइन यो ओह्रालो चाहिँ अरू चाहिँ सब ठिक हो क्या ल अब आयो क्या त्यो अप्ठ्यारो बाटो जुन मैले भन्थेँ नि अप्ठ्यारो भनेर ल्याउनु कि यहाँ नै जानु तपाईँ जानु न गाईको फेरि पछाडिको ब्रेक बनाएन भन्छन् केटाहरूले अगाडिको ब्रेकमा ढुक्क हिँड्दैन ल भाइ हल्का अप्ठ्यारो भनेको चाहिँ यही हो कि यहाँ अनि त्यहाँ तलको ओह्रालो छ थोरै सबै ठिकै छ बाटो यति चलाउनु नसक्यो त के बाइक चलाउनु यो अरे यतिखेरि फुइ हानौँला र अनि अहिले च्वास गुल्टिउँला र खिस मन किस त बोल्दाखेरि केटाहरू चाहिँ गइसक्यो अगाडि म जाँदैछु अहिले आउने बेलामा त खत्रै लाग्यो क्या मलाई यो बाटो हुन न कस्तो ढुङ्गा छ क्या यो चाहिँ पुरै खोजेको छ यहाँ चाहिँ यार उकालोमा ढुङ्गा पर्छ यार त्यतापट्टि चाहिँ टक्क खोला बग्ने ठाउँ खोला चाहिँ अहिले सुक्यो बर्खामा मजा चल्ने खोला रहेछ दुकुरे जस्तरी नै स्यासे परिन्छ यार त्यो धेरै ह्यान्डल कन्ट्रोल गर्न परेर होला नि के हो नि कुनै डेन्जरी स्यासे भइन्छ क्या कहिले कहिले त ओभर हामी चाहिँ यो बाटो सर्टकट हुन्छ भनेर यो बाटो जाँदैछौँ यहाँबाट बुद्ध पार्क निस्किन्छ अरे अनि यताको कच्ची चाहिँ अलिक छुट्टै किसिमको कच्ची रहेछ है फेरि अब हामी बुद्ध पार्क निस्किएर त्यहाँबाट निस्केर सिधै पुम्दीकोट घर पुग्छ मेरो घर चाहिँ पुम्दीकोट फेरि कति पुम्दीकोट भनेको भन्ला नि फेरि घरै पुम्दीकोट हो त अनि त्यही हो एक्सपल्सको मजा त्यही हो अगाडि ढुक्क हिँड्दा केही उता ल्याएन पछाडि बसेर यो बाइक सर्भिसिङ गर्ने अहिले चाहिँ राम्रै खर्च होला जस्तो आयो धेरै अफरोड हिँडेको अहिलेको पालि यो अगाडि गएर केही थाहै छैन बाटो कस्तो अगाडि त्यसैले कुन लेनमा हाल्यो त्यही लेनमा हाल्नु पऱ्यो थोरै मात्र अफरोड छ अरे यता र अनि त्यहाँपछि फेरि इट छ अरे समर हेर्दा त के हो त नि बाटो ए आन्दा बुढी हल्लाएर त्यसको पछाडि बसेर हो क्या ल्याएको पाइँदैन बा ल यहाँ त भ्यू देखिदियो रहेछ है ल
दामी भ्यू है ल यहाँबाट सलक्कै भ्यू हेर्नु हजुरहरूले राइडर इन्ट्री